हेलो साथीहरू, वेलकम छ तपाईँहरूलाई मेरो मिनी भ्लगमा। स्वागत छ तपाईँहरूलाई साथीहरू। आज चाहिँ एकदमै मौसम चिसो भएको कारणले म चाहिँ अनि रोटी र अनि ग्रेभी माछा खानलाई एकदमै रेडी भएर नि बसिरहेको छु कि अनि रोटी पोलिरहेको छ अनि यता चाहिँ माछा मैले पकाइसकेँ। अनि पकाएर नि रोटीलाई बनाउँदैछु कि यो चाहिँ रोटी त प्याकिङवाला रोटी हुन्छ नि, त्यो रोटी हो कि अनि एकदमै मिठो थियो। आज चाहिँ मौसम एकदमै चिसो भएको कारणले चाहिँ मैले चाहिँ रोटी र माछाको झोल खाने सोच गरेर मैले आज माछा र रोटी रेडी पारिरहेकी छु। अनि साथीहरू, तपाईँहरूलाई कोलाई चाहिँ यस्तो चिसो मौसममा के खान मन लाग्छ अनि कमेन्ट गर्नु ल। मैले जस्तो अनि म चाहिँ त्यहाँ खानको लागि पुरै माछाहरू रेडी बनाएर अनि बर्डकोमा हालिरहेको छु किनकि यो काँडे माछा हो अनि अलिकति छुट्याउनु पर्छ नि त, त्यही भएर बर्डकोमा हालिसकेपछि छुट्याउन अलिक सजिलो हुन्छ भनेर मैले चाहिँ बर्डकोमा हालेँ। अनि खानको लागि रेडी भइकन म त्यहाँ भुइँमा राखेर अनि खाना लगाइरहेको छु कि हातले भुइँमा राखेर खानुको सधैँ बेग्लै छ साथीहरू। अनि म चाहिँ रेडी भएँ। एकदमै काँडेवाला हो कि, काँडेवाला माछा बनाउन, माछाको नाम त थाहा भएन, काँडेवाला माछा कि। अनि म चाहिँ एक्लै बस्छु, रुममा एक्लै छु। अनि म चाहिँ एकदम खानाको स्वाद लिइरहेको छु कि मैले एकदमै छिटो नि भ्याउँछु यो खाना चाहिँ साथीहरू। हेर्दै गर्नु होला तपाईँहरूले। अनि एकदमै मिठो भएको थियो कि अनि कसलाई चाहिँ यस्तो माछाहरू अनि रोटीहरू कतिको मनपर्छ अनि कमेन्ट गर्नु ल साथीहरू। म चाहिँ खाएर भ्याइसकेपछि अब हात चाट्ने बानी त मेरो छँदैछ। अनि तपाईँहरूले पनि देख्न सक्नुहुन्छ नि तपाईँहरूको पनि त्यस्तो बानी छ कि छैन। अनि भ्याइसकेपछि भाँडासाँडा बटुलेर अब सबै सफा त गर्नु पर्यो। अनि त्यो जुठो भाँडालाई बाहिर लगेँ, धारामा लगिसकेपछि आफ्नो हात धुन गएँ कि म बाहिर, भित्र धोएन, म बाहिर गएर धोएँ। अनि मलाई कस्तो रुगा लगाइरहेको छ कि चिसोले हो क्या हो कि यस्तो यो मौसममा मलाई यति चिसो भयो कि सायद यो मौसम चेन्ज हुन लागेको भएर पनि होला। अनि त्यहाँ बाहिरबाट भाइहरू आउनुभएको थियो क्या। अनि ओके साथीहरू, मेरो भिडियो यति नै। अब हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो साथीहरू, प्रतिक्रिया दिनुहोला। ओके साथीहरू, मेरो भिडियोलाई धेरैभन्दा धेरै लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नु होला। ओके बाई।